ये रबर हो है ये रबर हो ये रबर हो ये रबर हो यहाँ त पाइप छ बस पर पाइप छ अरे अब यहाँबाट त्यो पाइपको चाहिँ लास्टमा काट्ने हो अरे होइन त्यसपछि क्रसिङ गरेर टनल सफा गरेर माटोहरू पानी त्यसलाई क्रसिङ गरेर त्यस्तै खालको बन्नु पऱ्यो हामी इन्जिनियर यहाँ त रिजिट गरिसकेको रहेछ त गरिसकेको रहेछ यहाँ त यहाँ यो बेस पनि बेस पनि बनाइसकेको रहेछ त्यहाँ चाहिँ हिरो छ भन्ने अब यो त लगभग सकिनलाई लाइटिङहरू बाँकी होला अब लाइटिङहरू बाँकी छ अब यो भित्र क्यामेराहरू राख्छ होला अनि स्विचहरू राख्नुलाई स्विचहरू राख्नुलाई हो यो बाइपास टनल उताको जो छ नि सर बाइपास हुने कि अडिट टनलहरू त्यो यसमै कनेक्ट त हुने हो होइन र ए यही हो है ए पहिला अडिटको रूपमा पनि बनाएको होला होइन अब बाइपास हुने भयो रेस्क्यु टनल थुप्रै छन् 5-6वटा छन् कि यतातिर तीनवटा ए दुईटा मेन हो एउटा मेन चाहिँ पोर्टल भयो त्यो बिचबिचको चाहिँ रेस्क्यु भनेर रेस्क्यु रूपमा राखेको मान्छेहरू हाल्नु पऱ्यो होइन आज फायरहरू चाहिँ के सानसानो त्यो ल्याउनु पऱ्यो भने गाडीहरू गाडी लानलाई भन्दा मान्छेको लागि मात्रै भन्नु पऱ्यो यो रेस्क्यु भनेर यो ये त जियो टेक्सटाइल राख्यो होला काइन्ड अफ अडिटै हो यो होइन अडिट हाइड्रो पावर भयो भनेदेखि यहाँ अडिट गरेर दुवैतिर खनेर बस्छ अब यिनीहरू पहिला खनेर भएर खने होला अब धेरै लामो छैन यो त तर यो चाहिँ रेस्क्यु नै युज गर्छ अब अरू त के छ यसमा यो उल्टा प्लेटफर्म राखेर काम गर्छ त्यसको युज यार राम्रो छ कि यार होइन मौसम त के चिसो छ कि यहाँ चिसो होइन त घाम लाग्दैन के छैन घाम लाग्दैन के छैन चिसो भइहाल्छ ए यसरी गर्दो रहेछ सोलरहरू यसो हेरेर आउनु त एकछिन काम गरेर ठाउँ पनि होइन र यो प्लेटफर्म काम गरिरहेको अहिले सबै यो काम गरिरहेको यो है त्यसको यही राख्ने काम भइरहेको अहिले यो बनाउने अनि फ्रेमहरू राख्ने काम गरिरहेको छ अब प्राइमेरी सपोर्ट सबै सकिसकेको पहिले सेकेन्डरी सपोर्टहरू चाहिँ धीरे धीरै आएको छ अब यो यहीँसम्म काम राख्यो उता पुगेर अब काम हुँदै गइरहेको अब यहाँ उता काम भइरहेको के छ धेरै कुरा यसको बारेमा थाहा छैन सर त्यही हो सोध्नलाई पनि त्यस्तो आफूलाई ज्ञान हुनु पऱ्यो त्यही त हुन्छ